2082 असोज 18 शनिबार अहिले बिहान 8:30 बजे यो नखु खोला है। अब नखु खोला यत्रो मात्रै त पक्कै होइन, 21 सालमा योभन्दा अलिक ठुलै होला। 21 सालको खोला चाहिँ खोलाइ कायम गर्ने हो भने समस्या हुँदैन, तर 21 सालभन्दा अगाडिदेखिको निजी सम्पत्तिमा खोला मापदण्ड भनेर जुन मापदण्ड लगाइएको छ त्यो चाहिँ गलत हो। त्यो मापदण्डहरू चाहिँ खारेज हुनुपर्छ है होइन। 21 सालभन्दा अगाडिदेखि नै जनताको जग्गा त जनताको जग्गा हो नि, जनताको सम्पत्ति हो नि, घर हडप्न पाइएन यो नखु खोला। अब नक्कली लाल पूर्जा निकालेको छ, खोला अतिक्रमण गरेको छ भने त्यो चाहिँ भत्काउनुपर्छ, त्यो चाहिँ हटाउनुपर्छ। नखु खोला अहिले आज शनिबार 18 गते बिहान 8:30 बजेको यो अवस्था है। ल यति नै छ होइन। अब कहीँ बाटो बनाएको छ भने त बाटोसम्म पनि छुट दिउँ, ल ठिक छ, बाटोसम्म पनि छुट दिँदा पनि त्यहाँ अन्य पार्क रे, कहीँ क्रियापुत्री भवन रे, कहीँ क्लब रे, कहीँ सामुदायिक भवन रे, कहीँ प्रहरी कार्यालय रे, कहीँ वडा कार्यालय रे, त्यो चाहिँ भत्काउनै पर्छ है। त्यो चाहिँ के त भन्दा भत्काउनै पर्छ यो नखु होला है त। अब यसो एकचोटि त्यहाँ हेर्न जान लागेको म, नसिकाप चकुन्टी बकुन्टी नसिकाप गल्छी भनेर चिनिन्छ नि, त्यहाँ जान लागेको।